sunset. It's a brand new day, I'm feeling blessed. Gotta give thanks and pray, Ganesha. कति टाढा हो यार यिनीहरू स्टार्ट भइसक्यो 16 किलोमिटर होला त्यही त 50 रुपियाँ लिनुपर्छ हाम्रो पूर्वमा पनि महँगो यो बाटो छ यो बाटो त लास्ट महँगो हो त अहिले अब सहर बजार पनि के को लागि फेमस छ थाहा छ कि छैन स्वस्थानी देवीको आठौँ देवीको मूर्ति छ यहाँ त्यसको लागि पूजा गर्न आउँछ मान्छे सुस्तानी के अरे स्वस्थानी आठौँ देवीको सुस्तानी कति देवीको 8 मैले अघि भर्खर त्योमा हेरेँ गुगलमा मान्छेहरू यहाँ नुहाउन पूजा गर्न आउँछ ब्याग पनि ल्याउनु पर्छ यार हामी अब लास्टै भिड छ त 1 महिनासम्म मेरो लाग्छ त्यो 1 महिना लाग्छ होइन सुसानीको त्यो के खानुपर्छ होला हौ सलम सोपा खाएको सबलाई भोक लागिरहेको के मन्दिर आएर कि अब आएपछि त पूजा गरेर खाने होला नि त्यसो भए त नुहाउँछ पनि होला त यहाँ है कस्तो राम्रो नदी किन आएको त्यो नुहाउनै त आउँछ पेन्डी बोकेर आउनु पर्दा चाहिँ कति जो चलाउँदा यसले फ्री पर खाल्दैछ कति फ्री पर कहाँ लेखेको छ होइन उनीहरूले अब यो 1 महिनाको लागि बनाएको हो क्या कति चिज लजाइदिए पछि के चाहिँ लानुपर्छ गर्लफ्रेन्ड फेरि त्यस्तो चिजहरू मुर्गा कति होइन नि त चाहियो त अरे त त्यो होइन फेकल रहेछ ऊ भाइलाई थाहा छ हौ सुजन भाइलाई थाहा छ सुजन भाइ ल पर्दा के लानुपर्छ केटीहरूलाई भाइको धेरै टाढा थियो भाइले के लिएर गएन भेट्नै गएन भाइ त हाम्रो त बिना भेट भई समाज भयो खै किलकिल छ पोखरामा तर गोप्रो हुनुपर्छ दामी हुन्छ भिडियो ल यस्तो ब्याग पनि किनिदिनु पर्छ होला है डबल वेलको त अन्त पान्छ म भिडियो चाहिँ बनाउँदैछु तर कता कता बनाउँदैछु आँखा अर्कैतिर मोबाइलको सबै भने हो सबै तर यार बक्सर चाहिँ बोकेर आउनु पर्छ नुहाइदिनु पर्छ यार कि नुहाएर खेल्दैन त्यत्रो सालिन नदी प्रायः सर्च गरेको किन मात्रै थियो सालिन नदी किन नदी थियो खडप चाहिँ हो फेरि बन्द गरिदिउँ है चलम अब ती पातर खालको हुडी किन्छ 1 किलो जेरी मात्र के भन्नु सर यता हौ के हो मेरो अनुहार एकदम जुम गरी मेरो युट्युबको सेलिब्रिटी हो नि त सरमा एकदम दाइको त कन्टेन्ट रहेछ मलाई फेमस बनाउनु खोज्छ दाइ राम्रो साथ
पेन्ट सेन्ट पनि यहाँ सस्तो हुन्छ होला दिदी दिदी पेन्ट सेन्ट पनि यहाँ सस्तो हुन्छ होला एकाउन्टमा छ नि यहाँ पैसा एकाउन्ट मान्दैन मानिहाल्छ मान्छ सुस्त दाजु जुत्ता पनि पाँच जुत्ता सुत्ता लैदिनु कति करिया जुत्ता आउँदैछ दिदीहरूलाई स्वास्थ्यभन्दा स्वास्थ्य एकता नै हो एक जोन एक यता चाहिँ हो नि सलम नुहाएर जान्छ कि त्यतिकै छिर्न पाइन्छ टन्ने मन्दिर छ यार कता कता हो सलम यहाँ पनि छिराउँछ है यहाँ बिचमा छिराउँछ है यहाँ कन्टेन्ट चाहिँ बन्द गर्नुपर्छ जस्तो लाग्छ युट्युबर हुन नि गाह्रो छ यी नहुने क्षेत्रमा ल्याउनु पर्थ्यो यहाँ सर नदीको खोला थियो वाक्य कत्रो भिड हो डाइरेक्ट जुम क्या मेरी मुख खोइ आएर एकदम बोल्ने होइन त अब त हेलो गाइस दाइको युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला सबैजनाले होइन एडिट गर्नु होला है जय श्री माधव नारायण जय श्री माधव नारायण मोबाइलটা বকিতে लाइन एक सुई सुई चल्छ त लाइन नलागे ओ सलम
जय श्री माधव नारायण सहयोगी हातहरू बनाउने क्रम जारी छ सहयोगी क्रममा तर भाइब चाहिँ राम्रो छ है श्रेष्ठज्यू र विष्णु यहाँ पछि पनि आएर नुहाउनुपर्छ होला त हामी गरममा सहयोगी हातहरू बनाउने क्रममा राजकुमार श्रेष्ठज्यू र विष्णुमाया श्रेष्ठज्यूले भगवान श्री माधव नारायण शरणमा परिवारलाई सदाका मानव पार्टी रक्षा गरून् कल्याण गरून् उहाँहरूको कर्तव्य पुरा गरून् जय श्री माधव नारायण जय श्री माधव नारायण तपाईँ पनि भिजाउँछ होला तर दामी ठाउँ छ मन्दिर ए माघ पछाडि नै खाली आने भगवान श्री माधव नारायण शरणमा